हामी यतिखेर धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर 1 मा उपस्थित छौं र निर्वाचन क्षेत्र नम्बर 1 मा विभिन्न राजनीतिक दलबाट उम्मेदवारहरूले यतिखेर मनोनयन दर्ता गराइरहनु भएको छ भने यसै क्रममा जनमत पार्टीको तर्फबाट ब्रह्मदेव महतोजीले पनि मनोनयन भर्खरै दर्ता गरेर बाहिर निस्किसक्नु भएको छ। उहाँ गत निर्वाचनमा प्रदेश सभामा पनि उम्मेदवारको रूपमा रहनु भएको थियो। स्वागत छ यहाँलाई। प्रदेश सभामा पनि तपाईले निर्वाचनमा भाग लिनु भएको थियो। आज प्रतिनिधि सभामा जनमत पार्टीको उम्मेदवारको रूपमा उम्मेदवारी दिनु भएको छ। के अपेक्षा छ जनतासँग तपाईको? अहिले देशले नेपाल आमाले मायाको चाहना अनुसार हामीलाई यो युवालाई आउनु परेको छ। अहिले जति उम्मेदवारी दिएको क्यान्डिडेटमा म लागिरहेछु कि म नै एउटा यो जेन्जीले मायाको, अहिले देशले मायाको, यो युवाले मायाको यो सक्षम एउटा पढे लेखो उम्मेदवार म छु। मलाई लागिरहेछ कि म अहिले सामाजिक अभियन्ता मात्रै नभएर यो देशको निकास नै दिन सक्ने हामीसँग क्षमता बुद्धिमान छ कि हाम्रो यो जनमत पार्टी देशको पहिचान र संहिता लगायत एक अधिकार लगायत सम्पूर्ण कुरा यो देशले माग्नुपर्ने, यो सम्पूर्ण जनताले को अधिकार दिनुपर्ने अधिकार हाम्रो जनमत पार्टीले दिनुपर्छ, दिन्छ पनि। यो कुरा म अगाडि बढाउँछु। मबाट नै यो सम्भव लागिरहेछ कि यो क्षेत्रमा मबाट नै यो सम्भव कुरा हुन्छ। मुख्य क्षेत्र नम्बर 1 को मुख्य यस्तो के छ तपाईसँग जुन क्षेत्रमा तपाईले राम्रो गर्नुपर्छ? के छ यो? हेर्नुस्, यो क्षेत्रमा सबभन्दा पहिला हामी किसान आन्दोलन गरेर आएको हो। पोटाहामा धनुषाको गरिसमान चारनाथ नगरपालिका पोटाहामा किसान आन्दोलन भएको पनि थियो। त्यसमा गोली पनि चलेको थियो। त्यसमा हेर्नुस्, हामी के भन्न चाहन्छु भने यो क्षेत्रको विभिन्न खेतमा सिँचाइको व्यवस्था गर्ने हाम्रो पहिले प्रतिमा हुन्छ। किनभने कमलाको एकदम दिन्छ। योभन्दा पहिला पनि दिएको थियो, जहाँ 5 दलले गठबन्धन एक ठाउँ थियो। पार्टीका उम्मेदवारहरू पनि छन्, धेरै छन्। जनताले सबै हेरिसक्यो। जनताले सबैजनालाई हेरिसकेको छ। अहिलेको उम्मेदवारी दिएको प्रतिनिधिहरूलाई सबैलाई जनता हेरिसकेको छ। जनताको मायाको अनुसार, नेपाल सरकारको, नेपाल आमाको मायाको डिमान्ड अनुसार मेरो उम्मेदवारी हो। म यो क्षेत्रलाई एकदम राम्रो, यो किसानको समस्यादेखि लिएर प्रत्येक समस्या समाधान गर्छु। मेरो अपेक्षा पनि छ, गर्छु पनि। गर्नुहुन्छ? एकदम गर्छु। किनभने हाम्रो यो ठाउँमा तपाईको विभिन्न किसिमको समस्या छ। अहिले किसानदेखि मात्रै होइन, स्कुलको, शिक्षाको, तपाईको स्वास्थ्यको धेरै समस्या छ। त्यसमा हामी आगामी तपाईको प्रदेश सभामा चुनाव लडेको थियो। मलाई 9000 जनताले मलाई मत पनि दिएको थियो। अनि 3 वर्षको दरमियानमा मैले प्रत्येक कार्यक्रम स्कुलमा गएर किताब, तपाईको राइटरले किताब लेखेको राइटर ल्याएर प्रत्येक स्कुलमा मैले प्रशिक्षण गराएको छु। प्रत्येक विषयवाद प्रशिक्षण गराएको छु मैले। तपाईँ हेर्नु भएको होला कि यो म जतिखेर पनि जनताको माझमा म थिएँ, जहाँ चाहे शुभकामना पनि छ तपाईलाई। यस समाजसेवा हेर्नुहोस्, हाम्रो समाजसेवा काम पनि हेर्नुहोस्, झिझिया काम पनि छ होइन। यो क्षेत्रमा जहिले पनि घुम्ने, जनताको समस्या उठाउने, आवाज उठाउने मैले काम गरेको छु। जस्तै हेर्नुहोस्, यो सुखापन हो। यो क्षेत्रलाई सुखापन कसले गरिदियो? यही शासकहरूले गरिदियो। यहाँबाट जितेर गएको छ। प्रदेश सभा पनि जितेर गयो। संघले होइन, गाली मैले गरेको होइन। तपाईको जे छ एजेन्डा त्यो स्पष्ट होइन, मैले गाली गरेको छैन। यहाँबाट जुन प्रतिनिधि गर्यो, यहाँबाट फेरि अहिले उम्मेदवारी जुन दिएको छ, यो जनताले जुन समस्या भयो त्यो समस्या उहाँलाई कमसे कम पार्लियामेन्टमा गएर उठाइदिनु पर्थ्यो। तर उठाइदिएन। उठाए पनि दिएन। जनताको मुख देखाएन, जनताको माझमा गएन, जनताको सुख दुःखको कुरा बुझिएन। हामी प्रदेश सभामा चुनाव हारे पनि 3 वर्षको दरमियानमा प्रत्येक जनताको घरमा गएको छु। जनताको समस्या बुझेको छु, समस्याको जनताको दर्द बुझेको छु। यो कुरा हामीहरू आवाज पनि उठाएको छु। धन्यवाद।